हेलो एभ्रिवान नमस्ते टसी देलेक मेरो नाम जॉर्डन गुरुङ अनि आज चाहिँ 2 अक्टोबर गान्धी जयन्ती द बिग डे फर अल द इन्डियन्स हैन अनि हामी पनि अब अहिले इन्डियामै छौं र टु अल द इन्डियन्स ह्यापी बुद्ध नट बुद्ध सरी ह्यापी गान्धी जयन्ती अनि र आजको दिनमा चाहिँ हाम्रो गुरुजी द फोर्थ जमगङ कोन्टुल रिम्पोछे लोटो छुगिङमा उहाँको इच्छा अनुसार उहाँको सपना उहाँको विश अनुसार चाहिँ हामीले एभ्री 2 अक्टोबरमा चाहिँ हामीले इन्भाइरोन्मेन्ट डे द होल लाभा इन्भाइरोन्मेन्ट चाहिँ हामीले सफा गर्नेको एउटा हाम्रो परम्परा छ र अनि सबैजनालाई साफ सुग्घर इन्भाइरोन्मेन्ट सफा त चाहिन्छ हैन तर सधैँ सफा राख्नु भनेको त्यति सजिलो छैन यो चाहिँ त्यो एउटा अब के भन्छ सफा गर्नु कतिको जरुरी हो भनेर त्यो एउटा मेसेज दिनको लागि चाहिँ हामीले यो वर्षमा 2 अक्टोबरको दिन चाहिँ हामीले सफा गरिन्छ हो र जस्तै आज गान्धी जयन्तीको दिन चाहिँ एउटा गान्धीजीको एउटा कोट एउटा भन्नु पर्दा बी द चेन्ज यु वान्ट टु सी इन द वर्ल्ड हजुर त्यो भने जस्तै आफूलाई पनि सफा चाहिन्छ र आफूलाई चाहेको सफा चाहिँ आफूले गर्नुपर्ने हुन्छ हैन र त्यसको लागि चाहिँ आज हामीले सफा गर्न गइरहेका छौं है सो ओके लेट्स गो tambo kariso lawa ribu dorje sukla lam nyar khan jane han dereng der ta pepe la goro yang hani tamang thamje la ne samje ta si dele shuyin ro hani ta mikse da khorigi gorla shera she go edini yomara kharjin sanada lodar jeje shimbare da jezanda mikse dine shoyan ga mindure ina 다 갈라 그러다 gem받은 소다 녀만이 제신 바로 아니 다 시험 받은 사람네 다다 아니 진로 오만든 소 이셔도 다 티스 시에나로 다 코리우서 대 당한소 미망 차상라 미도르 미롱와 지금바 다 차상 켄켄 바래 아니 나데 장마서 연 라이데한다 아니 갈라 그러다 제락 소소 바직 볼라 마임 바다 심전 함젤 펜베시도리 해서나 다디 삼로라 샤고 engire 가진스나다 진상 심진 팔질 갈라 그러다 냠줘야당 딘리데 소딩조 टूर में लगे क्या टूर में हेलो एभ्रिवान अनि अब चाहिँ हाम्रो लाभा बजार सफा गर्ने कार्यक्रम चाहिँ अब सक्नु लागेको छ हो अनि अब अहिले लास्टमा चाहिँ हामी यता यो छोड्देनको अगाडि चाहिँ हामी फोटो खिच्ने छौं अनि त्यसपछि चाहिँ अनि आफ्टरनुन पछि चाहिँ हामी हाम्रो गुम्बा भित्रकै इन्भाइरोन्मेन्ट चाहिँ हामी अब सफा गर्ने ढुङ्गे हैन त्यो गर्ने प्लान हो अनि अहिले चाहिँ म अरु लामाहरु पर्खिरहेको छु या र अर्को खुसीको कुरा चाहिँ के भयो भन्दा
पहिलातिर हो भने हामीले अब यसरी सफा गर्ने बेला चाहिँ एकदम कुनै कुनै जग्गामा चाहिँ एकदम धेरै फोहोर हुन्थ्यो कि एकदमै धेरै मैला हो तर यसपालि चाहिँ हामीलाई एकदमै सजिलो भयो सफा गर्नु किनभने त्यस्तो मैलै थिएन हो अनि त्यो कुराले चाहिँ एकदमै खुसी भयो अनि सधैँ अनि हाम्रो लाभा हामीले नै सफा राख्नुपर्छ हो अरू कसैले सफा गरिदिने होइन त्यही भएर सधैँ यसरी आफ्नो घरवरिको इन्भाइरोमेन्टहरू सधैँ आफैले सफा गर्नु होला भन्ने अनुरोध गर्दछु है त थ्याङ्क यू ल अब ग्रुपिङ फोटो सकेर चाहिँ अब पानी पनि ठ्याक्कै पर्यो हो अनि सबैजना जाँदैछ फर्केर